हेलो साथीहरु सबैजनालाई नमस्कार अनि वेलकम टु माई न्यू भ्लग। म यति बेला चाहिँ स्यारपुतालमा छु। म लगायत अरु 2-4 जना दिदी बहिनीहरु मिलेर हामी स्यारपुताल घुम्न आएका छौं। दिदी बहिनीहरु आफ्नै तालमा हुनुहुन्छ, कसैले फोटो खिचिरहनु भएको, कसैले पानी पिइराख्नु भएको छ। आफ्नै तालमा हुनुहुन्छ उहाँहरु चाहिँ। यो देख्न सक्नुहुन्छ यो स्यारपुतालको सेरोफेरो हैन। यहाँ चाहिँ स्यारपुतालको त्यो पारीनेर एकदम ठुलो चौर छ, त्यहाँनेर टन्न भुइँसीहरु चरिराखन टन्न दामी भ्यू छ, हेर्न सक्नुहुन्छ। दिदीहरु आफ्नै तालमा हुनुहुन्छ, कसैले चिप्स खाइराख्नु भएको, कसैले भिडियो बनाउँदै हुनुहुन्छ अनि 2 जना बाबुहरु पनि टन्न खाइराको छन् मजाले हैन। म चाहिँ फेरि भिडियो बनाइराको छु। मेरो साइडमा चाहिँ डुङ्गा चलाउने दाजु हुनुहुन्छ। यतिकैमा 2 वटा दिदी उठेर नाच्दै हुनुहुन्छ। यो देखिएको भ्यू चाहिँ स्यारपुतालको स्यार्बु भन्ने गाउँदेखि तलतिरको साइडको हो। त्यहाँ चाहिँ अलिकति दुबोहरु पलाइराको छ अनि त्यहाँ चाहिँ भैँसीहरु चरिराको छन् हैन। केही समयको नाचगान पछाडी अनि आफ्नो आफ्नो तालमा हुनुहुन्छ। यो चाहिँ स्यारपुताल आजभोलि चाहिँ सुकेर सानो भइसकेको छ। बर्खाको टाइममा चाहिँ एकदम ठुलो हुन्छ, माथितिर हुन्छ, एकदम निलो भएको हुन्छ हैन। अनि हाम्रो डुङ्गाको छेउनेर अरु दाजुहरुले पनि त्यो रबरको डुङ्गा चलाइराख्नु भएको छ। यहाँ दाजुहरुले चाहिँ बल्छीबाट माछा मारिराख्नु भएको छ। एकदम यहाँ आजभोलि चाहिँ माछा मार्ने सिजन रहेछ स्यारपुतालतिर। हेर्न सक्नुहुन्छ माछा। एउटा हाम्रो टोपजोङ सरले चाहिँ माछा मारिसक्नुभयो। आयो माछा देखिन काममा पर्छ के देखाउँदै बल्छी भिडियो बनाउनु बनाउ त बनाछु वा भयो वा आइम